सत्ययुग, द्वापरयुग, त्रेतायुग त्यतिखेरसम्म ब्राह्मण र क्षत्रियको एकदमै ठुलो रोल थियो के। ब्राह्मण यानि कि जसले पूजापाठ गर्छ, भगवानको नाम जप गर्छ, अनि क्षत्रिय यानि कि लडाकु, किनकि पहिला एकदमै लडाइँ हुन्थ्यो, त्यसले गर्दाखेरि लडाकुहरू सिपाहीहरूको जरुरत थियो। त्यतिखेर त्यसैको मान सम्मान पनि धेरै थियो। तर अहिले कलियुगमा के छ, वैश्य र शूद्रहरू, यानि कि वैश्य भनेको व्यापारीहरू र शूद्र भनेको सानो जो काम गर्ने, जो पहिला सानो काम भनेर सोचिने गरिन्थ्यो, जस्तो कपडा सिलाउने भयो, सुन बनाउने भयो, भाँडा बनाउने भयो, यस्तो सानो कामहरू, सफा गर्ने, यस्तो कामहरू। तर अहिले कलियुगमा यही व्यापार, जसले व्यापार गर्छ बिजनेसम्यान, र जसले सुन बनाउँछ, भाँडा बनाउँछ, अनि जसले चाहिँ सानोतिनो जो काम गर्छ, तिनीहरूको नै खलिफा भइरहेको छ। ब्राह्मण जसले पूजापाठ गर्दै तिनीहरूलाई अहिले कसैले पनि गन्दैन। अनि त्यसपछि क्षत्रिय जो लडाकु थियो, तिनीहरूको अहिले कामै छैन, किनकि लडाइँ हुनै छोड्यो। सो युग अनुसार हाम्रो परिवर्तन भइरहेको छ, र यो कुनै ब्राह्मण, क्षत्रिय हैन, वैश्य, शूद्र यो वर्ण हो, यो चाहिँ जात होइन के। तर हामीले यसलाई चाहिँ जाति भनेर हामीले छुवाछुत हैन, तल म ठुलो, म सानो भन्ने कोसिस गरियो। अब अहिले हेर्नुहोस् त, ब्राह्मणले म ठुलो भन्नै सक्दैन, किनकि कसैले मान्दैन। क्षत्रिय जो थियो, जसले क्षेत्री भनेर नाम राख्यो, आफ्नो कास्ट पनि राख्यो अहङ्कारमा आएर, त्यसलाई कसैले पनि गन्दैन, किनकि त्यसको भ्यालु नै छैन। अहिले भ्यालु के को छ? बिजनेसम्यान, जसले भित्र घरमा एसी लाएर बसेको छ हैन। अहिले जो सुन बनाउनेहरू छ, तिनीहरू एसीमा बसिरहेको हुन्छ। कपडा बनाउने छ, जो पहिला त्यसलाई एकदम तल्लो स्तरको सोचिन्थ्यो, अहिले कोट प्यान्ट लाएर पुरा एसीमा बसेर तिनीहरूले काम गरिरहेको छ। केयरटेकरहरू, जसले नर्मल झाडु पोछा गर्ने, तिनीहरूको नै अहिले धेरै माग छ। सो काम, कुनै पनि काम ठुलो सानो हुँदैन, त्यो आफ्नो टाइम अनुसार त्यसको चलिरहन्छ क्रम। सो म यो हो त्यो भनेर कमन्ड कहिले पनि नगर्नु। मान्छेले आफ्नो कर्म गर्ने हो। कर्म अनि आफ्नो कर्म सही गरेको हुनुपर्छ। कसैलाई ढाँट्ने, कसैलाई छल्ने गरेर तपाईँले अहिले पैसा कमाउन सक्नुहुन्छ, तर त्यो पैसाको केही फाइदा छैन। त्यो कहीँ न कहीँबाट निस्किएर जान्छ। जति हुनसक्छ सही तरिकाले कमाउने कोसिस गर्नुहोस्, सही तरिकाले रमाउने कोसिस गर्नुहोस्, र अरूलाई पनि हेल्प गर्ने कोसिस गर्नुहोस्। जसरी हुन्छ, जति हुन्छ दिने कोसिस गर्नुहोस्। यही नै हाम्रो मानव धर्म हो, यही नै हाम्रो मेन धर्म हो। जीवको कल्याण, पशु पक्षीको कल्याण, अहिंसा, हत्या नगर्ने, मिठो बोल्ने, राम्रो सोच्ने, राम्रो कुरा गर्ने, यो हाम्रो मानवको धर्म हो। मनुष्यको धर्म यो नै हो। यो कुरालाई बुझ्ने कोसिस गर्नुहोस्। थ्याङ्क यू।